ल अब चाहिँ हाम्रो बाइकमा बान्डुन बान्ने कार्यक्रम भइसक्यो। यता दाइ हुनुहुन्छ, हेलेन दाइले गरिसक्नुभयो। त्यसैले बस्यो। यता 3 जना साथीहरू लडिरहेछन्। रेफ्री त उता दाइहरू हो, म होइन। बगरबाट हाम्रो प्रिङ्क होटलबाट हाम्रो चाहिँ डे 2 को जर्नी स्टार्ट भयो। अहिले चाहिँ ट्याक्कै 7 बज्यो। चिया खाएर यहाँ हामी निस्किँदैछौँ माथि। अघि चाँडै निस्किने भनेको पानी पर्यो कि माथि हिमाल देख्न सक्नुहुन्छ। हो डिजेल यहीँ पाइँदो रहेछ। टल्लु बगरदेखि हामी यता जाँदैछौँ। प्लास्टिक किन्न लाग्यो कि जस्तो लागिरहेछ। यहाँ चाहिँ अर्को पुल टर्नु पर्ने छ। यहाँसम्म चाहिँ म ट्रेबल बाटो छु। यहाँदेखि माथि चाहिँ पल्लोपट्टि जानलाई फेरि अर्को पुल टर्नु पर्ने। माछा मार्ने टोली तल्लो भेरी किनारमा देखिन्छन्। अझै 8 बिस्कुटमै छौँ। टोलीहरू बाइक पुट्टेल कुदिरहेछ। मेरो त खच्याङ खच्याक गरिरहेछ यार, झ्याउ लाग्ने बाटो पुरै यस्तै छ। पानी परिरहेछ बिहानैदेखि। हल्का खुल्ने हल्का पर्ने भइरहेछ। अँध्यारोमा चाहिँ खासै केही देखेको छैन। मौसम खुलेर गाउँ चाहिँ खतरा देखेछ माथि। अनि यहाँ भ्यू भेरी जानुहोस् तपाईँ अगाडि। हुन त म छु क्या नि। 7:33 भयो। टल्लु बजारबाट हिँडे हामी चाहिँ 6 किलोमिटर जति माथि आएको छौँ। बिहान तातो पानी र चिया खाइयो। यहाँ मेन पाइप लाइनले अलि असर पारेर जस्तै गरेर एकछिन खाली गर्यो। पानी अलिअलि थोपो थोपो पर्दैछ। यहाँ त फेवा टाल्प छ त फेरि पिकअप डुल्ला भन्ने डर। सिङ्गलमा त 2मा तानिरहेको छु। उकालो ओह्रालो छैन। यो जताततै यो इलेक्ट्रिसिटीको तारहरू देखिरहेछ। यसले चाहिँ क्रुप बनायो कि। कस्तो बाटो छ यार। कहाँनिर उछटेर उठाउनु पर्ने। टोलीहरू सबै लडिसके। अहिलेसम्म म लडे छैन। म पनि हिजो तल झन्डै लडेन। मेरो पालो पाउन बाँकी छ। भिडियो नखिच्न मनले मानेन। फेरि खिचेँ। डेन्जर छ डेन्जर छ। यो गोप्रोको ब्याट्री नटिकेर थोरै थोरै क्लिप्सहरू मात्र लिइरहेको छु। ओ माई गड। आमामामा तल फुक्सुन्डोबाट बग्ने ठुली भेरी बाटो टप डेन्जर छ यार। क्लिपहरू मात्र छ चट्टानका वरिपरि खोजहरू मात्र। क्यामेरामा पानी पर्यो होला। दाइ आउँदै हुनुहुन्छ कि आउँदै खतरा छ यार। हरन बजाऊ के दाउ यार। उताबाट गएस मात्रै निस्कियो भने त केही देखिन्न हो। उता पनि गाउँ देखिन्छ। अब पानी मस्तै पर्न थालिसक्यो। गएर कहीँ ओटिनु पर्ला जस्तो भइगयो। यस्तो डेन्जर ठाउँमा बाटो छ यार।
ngट्या भएर खत्तम भइगयो गाउँको दृश्य चाहिँ अद्भुत छ माथि त्यहीँनिर हिमाल छ फेरि यहीँनिर केरा छ कि मजम्म परिरहेको छ यो ठाउँ देखेर यो अल्टिच्युड पनि खासै छैन चिटिक्क परे गाउँ छ भेरी छङछङ भइरहेछ पुरा निट एन्ड क्लिन छ अनि पानी अलिअलि परिरहेछ बिहानैदेखि यस्तै थुपा परिरह हिमाल त्यहीँ देखिन्छ केरा त्यहीँ छ भ्यू हेर्न सक्नुहुन्छ माथि अजङ्ग चट्टानहरू छ अझै माथिसम्म अनि घरहरू यस्तो छ कि पानी परेर घाम नलागे पनि अनि एउटा ठुलो हेभी गाडी आउँदैछ साइड दिम भाला त्रिपुरा सुन्दरी माताले रक्षा गर तल बेरी बगिरहेछ के एउटा डुईमा नटान्ने हो क्या हो बाटो यस्तै छ यस्तो ठिकै छ अनि यहाँनिर एउटा घर पनि डिजाइनका छन् साना साना चिटिक्क पर्यो यो पनि 8 बिस्कोट नै पर्ने रहेछ अनि माथि चाहिँ यो गोप्रोमा खासै आइरहेको छैन त्यहाँ हिमाल हिउँ सेटै टल्किरहेछ अनि तल गाउँहरू यस्तो राम्रो छ कि अब मेरो चाहिँ त्यस्तो जुम गर्न सक्दैन गोप्रोले अनि यताको भ्यूहरू घरहरू खतरा ठाउँमा छ 8 बिस्कोट नै पर्ने रहेछ यो पनि अझै डोल्पा पुगेको छैनौँ हामी हेनाले फोटो खिच्दै हुनुहुन्छ अनि यसबाट यतापट्टि के रहेछ एकछिन हेर्न जान्छु यता झन् खतरा देखिरहेछ गोप्रो 81 अफ भयो ब्याट्री सक्यो कि भनेको होइन रहेछ ऊ माथि पनि हिमाल देख्न सक्नुहुन्छ खतरा छ हामी डोल्पा नजिकै छौँ अब त्रिवेणीदेखि माथि चाहिँ डोल्पा हो अरे त्यहाँनिर सोडियामनका त के भन्छ खोली बगर भन्ने कि खोली बजार के भन्ने छ अहिले चाहिँ पानी पनि रोकेर अलिअलि घाम लागेछ आकाश खुल्न लागेछ चिसो चाहिँ एकदमै चिसो त छैन तर चिसो छ विन्डी छ बाटो चाहिँ डर मर्न छ म कुनातिर चलाउँछु कुनामा हाल्दा त फेरि छेउतिर जानुपर्ने भइगयो म बेहोस छु राम्रोसँग बोल्नै सकिरहेको छैन यार बाटो हेरेर यो मेरो देश पनि यस्तो छ र भन्ने महसुस आइरहेको छ यहाँ चाहिँ डोल्पा आइपुगिसक्यौँ यहाँनिर यो देखिने त्रिवेणी हो अरे अनि यहाँ पनि मोटरेबल पुल बन्दै रहेछ यहाँबाट तल हेऱ्यो भने रेन्जर छ अनि माथि चट्टानका क्लिपहरू हेर्न सक्नुहुन्छ हाम्रो टोली अब फाइनली डोल्पा आइपुग्यो होइन के छ तेस्रो पटक डोल्पा आउने हामी सबै नयाँ हो 3 जना चाहिँ ऊ चाहिँ यहाँ पहिले हिँडेर ट्रेकमा पनि आयो अहिले चाहिँ एड व्हिलमा हाम्रो यस्तो छ अहिले चाहिँ मौसम ट्याक्क खुलेको छ भेनाले फोटो खिच्दै हुनुहुन्छ हाम्रो टोलीहरूले यता फोटो खिच्दैछन् यो त्यो देखिने त्रिवेणी हो यहाँ चाहिँ ठुलै जक्सन रहेछ त्यहाँदेखि उता पनि गाउँ रहेछ बाटो देखिन्छ अनि त्यहाँनिर बखुल्ला फार्म गरेर देखिन्छ अनि यो ट्विनमा मान्छे टर्दै हुनुहुन्छ कि भन्ने लाग्यो हो अब त्यहीँ बसिरहनु भएको छ खै कसरी हो ट्विन चलाउने ट्विन मुक्त त भन्यो तर अझै ट्विन छ जहाँसम्म लाग्छ यता आउँदै हुनुहुन्छ कि जस लागिरहेछ आउनु भएन अब यसको तरिका के छ मलाई थाहा छैन ट्विनको तपाईँ कसलाई टर्दैछ नि Ngak saya ngaju tam ngachim dek ya. Kalau dia no tin dia tayar farfar coy dek. Terasa ठाउँ आमा अहिलेसम्मको अलिकति ट्याक्टिकल त्यहीँनिर थियो मैले भिडियो खिचेन बल्ल आग लागि नभएका राता राता चट्टानहरू देखिन्छ माथि टपतिर हिमा के भन्छ हिउँ पनि छ अनि यता अझै यो खोलामा चाहिँ त्यहीँनिरसम्म टिम्बुरको बोट देखिन्छ क्या र टिम्बुर त अलि 2000 सम्मको हाइटमा हुने हो बाटो चाहिँ खतरा छ टोलीहरूले पुट्योल रप्टाइरहेछन् फेरि
माथि पनि गाउँ रहेछ बाटो खनेर लग्यो देखिन्छ हामी चाहिँ खडाङ भन्ने ठाउँमा आयौँ यहाँ चाहिँ गाउँ सानसानो रहेछ चेक पोस्ट पनि छ जस्तो लागिरहेछ सोमाईको बास्ना आइरहेछ के अरे यतातिर कलेक्सन गरे होला हुन्छ खडाङबाट अगाडि बढ्यौँ हामी खडाङ चेकपोस्टमा चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ सवारी साधनहरू हामी त्यहाँबाट इन्ट्री गरेर अगाडि बढ्यौँ यो खोलै खोल्छ अझै कति छ मलाई थाहा छैन अगाडि जे आउँछ त्यो अपडेट गर्दै गर्नेछु गोप्रो चाहिँ सडनली अफ भइरहेछ के ब्याट्री फेरि छ खै के भयो भिडियो खिच्ने बेला आफै अफ भइरहेछ राष्ट्रिय जनावरहरू देखिनुहुन्छ नदी किनारमा छ पल्लोपट्टि गाउँहरू पनि गजबको देखिरहेछ माथि हिमाल पनि छ खडाङभन्दा अलिकति माथि 2 किलोमिटर जति माथि आइपुग्यौँ यहाँको बाटो यस्तो छ ngarka lal bazur tok tok ci paasusan दिन भन्छु ठाउँ चाहिँ यस्तो ठाउँमा छ गोप्रो ह्याङ अफ भइरहन्छ कि एकछिन अलि माथि हड्डिएर ब्याट्री चाहिँ रिप्लेस गर्ने भइगयो ब्रुक नचाउँछ त खतरा छ क्या ठाउँ भेनाको के भयो बाइकमा समस्या आयो क्या माथि पुरै डोल्पाली भाइब्स आउने पुरै घरको छानोहरू पुरा माटोको छानो छ बाटो पनि साँगुरो रहेछ हेर्न सक्नुहुन्छ छानो सबै माटोको छ बाटो यस्तो डेन्जर छ गोप्रो अफ भइरहेको जान्छ कि 1-2 मिनटभन्दा बढी भिडियो नै खिच्दैन बाटो राम हेटेरिका हिमाल पनि देखिन्छ केरा सुन्तला किवी सबै यहीँ छ के हो ठाउँमा छक परिरहेको छु माथि टपमा हिमाल छ खोलामा फेरि सब गर्मी ठाउँमा हुने चिजहरू मात्र छ बाटो तलैदेखि यस्तै छ त्यही भएर खासै भिडियो खिचेको छैन गोप्रोको एउटा ब्याट्रीमा खै के भयो 1 मिनटभन्दा भिडियो नखिचेर त्यहाँ भएर अफ भइरहेछ अहिले चाहिँ अर्को ब्याट्री चेन्ज गरेको छु भोक लागिसक्यो बिहान खाजा मात्र खाएर हिँडेको अब माथितिर त्रिपुरातिर गएर खाना खाने हुन्छ कि जस्तो लागिरहेछ सल्लाह गरेको छैन यहाँ पनि बाटो धेरै ठाउँमा गजाङगुजुङ छ तर धेरै ठाउँमा फेरि राम्रो पनि छ खतरा छ कि पुरै खोचमा रहेछ यो डोल्पा जाने बाटो म अचम्म परिरहेको छु नेपाल पनि यस्तो छ र भन्ने लागिरहेछ कि माथि हेऱ्यो एउटा ढुङ्गा झऱ्यो भने यहाँ छोप्यो भने चान्सै छैन टोलीहरूको अफरोड बाइक छ पुट्टेल कुदाउँछन् यस्तो कुदाउँछन् मेरो खट्र्याक गरेर कुदिरहेको छैन ओहो अझै अँध्यारो खोलै छ Oh my god. यस्तो ठाउँमा छ पानी पनि झरिरहेछ क्या
पुरा भ्यू हेरेर म सिक परिरहेको छु कि हैट पुरा अमेजिङ छ। डोल्पामा गएर पनि 40 को स्पिडमा त कुदाउन पाइया छ। डोल्पामा आएर 164 किलोमिटर आइसक्यो घरते गाउँदेखि। म टोलियरको त 200 प्लस हिजै भइसक्यो थियो, 300 पुग्न लागिसक्यो होला। एक ठाउँ यहाँनिर है मैले चाहिँ क्यामेरा अफ गरेर आइरहेको थिएँ। यहाँ खोला रहेछ, घैरो रहेछ, ढुङ्गामा उछटेर है टेरिका झन्डै खसी भइसक्यो म त। आमामामामा ठाउँ त हेट यताबाट एउटा खोला झरिरहेछ। हामी जाने खै कता हो मलाई थाहा छैन, हाम्रो अर्को त्यो विष्णुलाई थाहा छ। बाटो त यतै गइरहेछ, यतै हो कि खै कता हो। हाम्रो दाइ आउँदै हुनुहुन्छ। यो खोला चाहिँ टप छ। मेरो त जुत्तामा पानी परिसक्यो। अब दाइको के हुन्छ। अप्ठ्यारो छ कि उछटाएर फाल्छ। हामी चाहिँ त्रिपुराकोट आइपुग्यौँ। माथि देखिने त्रिपुराकोटको मन्दिर हुनुपर्छ जे होस्। अनि यहाँ बजारहरू जस्तो पनि देखिन्छ। अब के हो, हाम्रो एकजना बाइकमा चाहिँ एउटा बाइकमा समस्या आएको छ। ग्यारेज भेट्यो भने यहाँ छैन जस्तो लागिरहेछ। आएकोमा हालेको यहाँ ग्यारेज छैन जस्तो लागिरहेछ। ए पुलबाट जान्छ क्या हो नि? पुलबाट लौ ढालम मोटरेबल यता छ होइन? माथि पनि बाटो खनेर यस्तो छ। गाउँहरूभित्र पनि देखिन्छ। पुलबाट हाल्ने त भयो, तर पुल कस्तो छ बाटो। अप्ठ्यारो छ कि अब केटाहरूले कहाँ ल्याए। बाटो त तल खोला बाटो पो घुमेर रहेछ होइन? मोटरेबल पुट त तल खोला बाटो घुमेर रहेछ। पुल भन्दैछ। ओहो हिमाल। ठुला गाडीहरूको लागि तल घुमेर रहेछ। यहाँ हल्लिन्छ। एकैपटक 2 जना जानु हुँदैन। पुगेपछि मात्र म हिँड्छु। यहाँसम्म 169 किलोमिटर छ। केही वर्षपछि यहाँ पक्की पुलमा चढ्न पाइन्छ। पुल भन्दै रहेछ। ओहो यस्तरी ठोक्किन्छ यार। माया लाग्छ घोडाको। यो चाहिँ माथि त्रिपुराकोट मन्दिर जानलाई गेट यहाँबाट रहेछ। हामी चाहिँ अब खाना खाने टाइम भइगयो, माथि जाँदैनौँ। त्रिपुराकोट छाडेर हामी माथितिर सुलीघाटतिर जान्छौँ। अब मलाई चाहिँ सुलीघाटभन्दा अरू बिचको डिस्टेन्स के भन्छ डेस्टिनेसनहरू थाहा छैन। अब जहाँसम्म लाग्छ 45 मिनट जति लाग्छ भन्ने कुरा गरेँ यहाँ बाइकमा। अहिले ठ्याक्कै 2 बज्न लागिसक्यो। हामी 11 बजेतिर यहीँ पुगेको थियौँ। एउटा त्यो बाइकमा समस्या आएर त्यहाँ बनाउन टाइम लाग्यो। फाइनली अहिले चाहिँ बनिएछ। अब हिजो पनि बनायो अरे। त्यही प्रब्लम आएन भने माथिसम्म ढुक्क पुगिन्छ। ठाउँ चाहिँ कटरा छ कि माथितिर सबै चुचुरोहरू छ। अब त्यो सबै देखाएको छैन अलि बादल लाग्यो बाहिर। अनि त्यहीँनिर बजार छ। फेरि यहाँ चाहिँ सबै ट्राईमा हुने बोट बिरुवाहरू पनि छ कि अचम्मको ठाउँ छ।
यो दृश्यहरू हेरेर एकदम आनन्दको सुकुन मिल्ने कि बाटोमा आउने बेला जति दुःख पीडा भए पनि यस्तो ठाउँमा आइसकेपछि त्यो पीडाहरू सबै एकैछिनमा चैट हुन्छ पुरा। या चाहिँ पेन किलर जस्तै हुन्छ कि हेलिङ। त्यो डेन्जर ठाउँमा गाई गोरु चढ्दैछन् यार, भानी परेर हाम्रो भाइ त लडेर मरिसक्थ्यो नि। आम्मामा पल्लो माथितिर गाउँ यति ठुल्ठुलो गाउँ रहेछ कि, त्यही त मोटर बाटो खनेर माथि लगे देखिन्थ्यो। मलाई खासमा चाहिँ खिचिरहन मन लागिरहेछ, तर यो गोप्रोले चाहिँ स्टोरेज र त्यो के भन्छ ब्याट्री लिमिटेसनको कारणले सबै खिच्न पाइरहेको छैन। ब्याट्री एकदमै सकिरहेछ। अब माथि गएपछि इलेक्ट्रिसिटी हुँदैन। अब पावर ब्याङ्क पनि हिजो साँझ चार्ज गर्नु बिर्सेको रहेछु, राति हावाहुरीले गर्दा लाइन थिएन। यहाँनिर माथि गयो भने माथि जुपाल एयरपोर्ट देखाइरहेछ। अब हामी यहाँबाट सुलीघाटको लागि निस्किँदैछौँ। तल गयो भने माथि गयो भने हाम्रो पछाडि जस्ट मेरो पछाडि गयो भने जुपाल एयरपोर्ट छ अरे माथि। फर्किने बेला एकपटक पुग्ने प्लानमा छौँ हामी। अब सिधै सुलीघाटसम्मको लागि हिँड्छौँ। सुलीघाटमा चाहिँ बाइक राखेर त्यहाँदेखि चाहिँ ट्रेकिङ सुरु हुन्छ। आज बिच बाटोमा कहाँसम्म पुग्छौँ। सेफोक्सुन्डो चाहिँ भोलि पुग्ने। गाउँहरू टिनको छानो छ, पुरानो गाउँहरू सबै माटोको छानो छ। ओहो, घरको डिजाइन पुरा टप छ। कुकुरलाई आनन्द छ, सुटिरहनु भएको छ। अनि माथितिरको भ्यू चाहिँ गाउँ बाक्लो रहेछ। यहाँनिर यो जुफाल एरिया नै हुनुपर्छ। जुफाल एयरपोर्ट आसपासको गाउँहरू चढिरहेछन्। भर्खरै रौँ खोर्दै रहेछन्। अझै खोलातिरै देखिन्छ माथि टपतिर हिउँ छ। हामी यही खोला निस्किन्छौँ अझै। अनि यहाँ माथि दुईवटा खोला देखाइरहेको थियो गुगल म्यापले। अनि त्यही एउटा खोला चाहिँ हामी फलो गर्दै माथि सेफोक्सुन्डो पुग्छौँ। एउटा चाहिँ अर्कोतिर डुनाइतिर कतातिर जान्छ अरे। माथि टपमा हिउँ देखिरहेछ, तल केही छैन। तलतिर जाजरकोट आठबिसकोटतिरको तलको चाहिँ पानी परेर हिँड्थ्यो। अघि हामी त्रिपुराकोटबाट हेर्ने बेला पनि उता अझै परिरहेको थियो। यहाँ चाहिँ पानी परेको छैन, धुलो उडेर उडुम्छ फेरि। प्रहरी चौकी काला गौँडा हिँडेर होला। अघि तल चाहिँ त्रिपुराकोटबाट हामीलाई मासु ल्याइदिनु भनेर रोकिरहनु भएको थियो। त्यहाँ दाइले बोक्नु भएको छ बेनाजुले। यहीमा होला काला गौँडा भन्ने। यही रहेछ। काला गौँडा हजुर। अब यो एउटा अननोन ठाउँ छ, बोटसोट केही छैन। भर्खरै चाहिँ यहाँ भ्याली ब्रिज बने रहेछ। एउटा खोला यता जाने रहेछ अनि अगाडि अर्को खोला छ। खाल्डो रहेछ। अब नदीको एकदमै करिबमा आइसकेका छौँ। यहाँ चाहिँ बाटो राम्रो रहेछ कि सुलीघाट जुफालदेखि यता 4 गियरमा हालेर 50-55को स्पिडमा सम्म चलाउने ठाउँ छ। बोट केही छैन। मलाई थाहा छैन यो ठाउँको नाम के हो। ठाउँ चाहिँ गजब छ। के लेखेको छ पढ्नै सकिएन। रोकेर पढेपछि पढ्न सकिने छ। बाटो त यता पनि फिलिली छ क्या, पुरा जति कुदाइ पनि भयो। अलिअलि खाल्डो खुल्डी छ। अब कच्ची रोड यतिको त हुनुपर्ने भयो।
खतरा देखिन्छ जहाँसम्म लाग्छ। अब यही खोलादेखि हामी अर्कोतिर लाग्ने हो कि खै के हो थाहै छैन। डुनै 3 किलोमिटर मात्र छ अरे। अब डोल्पाको सदरमुकाम डुनै यहाँदेखि जम्मा 3 किलोमिटर छ अरे। हामी जहाँसम्म लाग्छ सुलीघाट आइपुग्यौँ जस्तो लाग्छ। सुलीघाटमा चाहिँ सेपुक्सुन्ड राष्ट्रिय निकुञ्जको चेक पोइन्ट के छ अरे। त्यहाँ आर्मी ब्यारेकहरू देखिन्छ बल्लोपट्टि। अब हामी चाहिँ अब बाइकमा हिँड्ने चाहिँ लगभग सक्यो जस्तो छ। सुलीघाट आइपुग्यौँ जस्तो छ। एकदम नदीको किनारमै रहेछ। सुलीघाट रहेछ। अब आर्मी एरियामा खिच्न मिल्दैन म बन्द गरिदिएँ। हाम्रो बाइक पार्किङ गरेर सुलीघाटबाट हाम्रो ट्रेकिङ सुरु भइसकेको छ। यहाँदेखि 1.5 दिनको ट्रेकिङ हो। पल्लोपट्टि राख्न मिल्छ अरे। यहाँनिर सेपुक्सुन्ड राष्ट्रिय निकुञ्जमा स्वागत गर्दछौँ भन्छ म्युजिटुवा पनि पाइन्छ अरे। अनि टिकट काउन्टर अगाडि छ भन्छ। पसिना भइसकेछ। 10 मिनट हिँड्यो। यहाँनिर बाटो चाहिँ अलिकति टप छ। त्यहाँनिर एउटा टोली हिँड्दै थियो। त्यो टोलीलाई चाहिँ बडा मुस्किल भइरहेको थियो। हामी र कुना कण्डरामा हिँड्ने मान्छेलाई खासै टेन्सन छैन। यताबाट ढुङ्गाहरू लड्ला भन्ने अलिक डेन्जर रहेछ। पल्लोपट्टि यस्तै छ। सेपुक्सुन्डबाट बगेको नदी यहाँ किनारमा छ। अनि देन म रातो ज्याकेटमा छु। म चाहिँ बजेट ट्राभलर हो। जता गयो यही ज्याकेट बोक्यो हिँड्यो। टेन्सनै छैन। बाटो चाहिँ ट्रेकिङ चाहिँ अलि मोडरेट टाइपकै छ। टप छ। यता हिँडिरहेको छ। यस्तो ठाउँमा छ। यहाँबाट तल हेऱ्यो भने टोलीले बल्छी खेलिरहेछ। पानी यति क्लियर देखिरहेछ। मौसम खासै खुलिरहेको छैन। चाहिँ बाटो चाहिँ डेन्जर छ कि यहाँबाट यस्तो यस्तरी छ। म पनि देखिनु पऱ्यो नि त मेरो टुटुन। अनि हामी जाँदैछौँ 4 जना। ठिक छैन। एन्ड आफ्टर यता हेऱ्यो भने अझै डेन्जर छ। आँखा रिङ्ने मान्छेलाई हिँड्दा चाहिँ अलिकति गाह्रै हुने पर्ने देखिन्छ। यहाँ चाहिँ खतरा ठाउँमा बाटो भन्ने छ। हामी त्यताबाट आएको। हावाहुरीले अझ ढुसे यार खुर्खुङम त माथिबाट बाटो खनिरहेको जस्तो लागिरहेछ। बाटो खन्यो कि हावाले ढुङ्गा लडिरहेछ। यो बाटो माथिबाट रहेछ। ल तिमी जा म लडिदिन्छु। अनि यहाँ चाहिँ अलि रिक्स रहेछ। ढुङ्गा लडिरहेछ। हावाहुरीले हो या अरू कुनैले त्यस्तो छ। ढुङ्गा आइरहेछ कि यहाँ पढ़ाने शहर जा पड़ता। आदत पार्सेंट किन लीजिए क्या टार्चल टॉप बनूँ से यार माज डायरेक्ट ऑन नहीं बेटा का नहीं ऑर्डर रंगालता चम फिर अमेज़न चले यो ठाउँको नाम के रहेछ दिदी? पानी मुहान। कुन गाउँपालिका पर्छ? पोखसुण्डो। पोखसुण्डोबाट नै हो? हैन। क्या कुन ठाउँबाट
यो कागनी भन्ने ठाउँ रहेछ ठुलीबेरी नपा 11 पर्ने रहेछ यो पनि नगरपालिका पर्ने रहेछ हामी चाहिँ यहाँ टी ब्रेक ल्याउँदैछौँ स्विट टी यो ढटेलो पाकेर पुरै कालै भएको छ यो चाहिँ आयुर्वेदिकको यसको तेल चाहिँ आयुर्वेदिकमा छ औषधि हुन्छ भनेर एउटा किताबमा पढेको थिएँ यो पहाडी क्षेत्रमा आजभोलि चाहिँ यो प्रशस्तै हुन्छ कि यो अझै स्याङटाम पुग्न टाइम छैन पुगेको छैन यहाँनिरको एउटा दृश्य यस्तो छ यतातिर यस्तै छ पानी अलिअलि चुइरहेछ यहाँको घरहरूको संरचना त्यो चाहिँ ढुङ्गाको छानो के माटोको छानो छ गाईहरू तल अन्डरग्राउन्डमा अनि माथि चाहिँ मान्छे यो बस्यो भने चाहिँ न्यानो हुन्छ मान्छेलाई माथिल्लो तल नजिक यो क्षेत्रतिरको रेल मालवाहक ट्रक जे भने पनि यिनीहरू नै हो यिनीहरू छन् र यताको लाइफ लाइन चलिरहेको हुन्छ माथि के पेन्टिङ गरेछ है त्यो ढुङ्गामा पेन्टिङ खतरा गरेको छ अनि पानी अलिअलि छुइरहेछ यतिखेर हामी खै यो कुन ठाउँ हो जहाँ सेफुक सुन्डोको रुटमा छौँ अनि पुरै यहाँ अहिले चाहिँ खोला अझै खोजमा बगिरहेछ यतापट्टि पुरा धुपीका बोट बिरुवाहरू छ खोला तल छ अनि माथि चट्टानको क्लिपहरू छ यो एउटा पूर्वी रुकुमतिर पोर्साल हामी जाने बेला त्यहाँ चाहिँ बोब्रे सल्लाभरि थियो भने यतातिर डुकी सल्लाभरि हुने रहेछ यो सबै डुकी सल्लाकै रुट छ अलिअलि अर्को सल्लाह छ अनि बाटो चाहिँ यस्तो छ अल्टिट्युड चाहिँ तलै 2400 थियो अहिले हामी समथिङ 25-26 मा पुगिसक्यौँ होला मैले फेरेको छैन चट्टान पत्र रातो मान्छे अलिअलि पसिना आइरहेछ यो चिसो ठाउँमा पनि गाह्रो छ नि गाह्रो छ ट्रेकिङ अलि हिँड्न नजान्ने खासै हिँड्न नसक्ने र ट्राईतिर बस्नेलाई चाहिँ अलिकति टप नै रहेछ यो ठाउँ यहाँनिर एउटा पुल भेट्यो फेरि पुल भेट्यो फेरि एकपटक यो खोलालाई पल्लोपट्टि कहिले वल्लोपट्टि कोलियरले रिल खिच्दैछन् कहिले वल्लोपट्टि कहिले पल्लोपट्टि यो छ असली मजा प्रकृतिसँग रमाउनु हाम्रो छ यो पुल अलि हल्लिरहेको रहेछ खोला चाहिँ यता बगिरहेछ अब यो पुल क्रस गरेर पल्लोपट्टि जाँदैछन् यहाँनिर झर्ला पुरा क्रास्टल क्लियर पानी छ हामी छेप्का पुग्न खोज्यौँ यहाँ चाहिँ अहिले चाहिँ कति बजे 6:45 भयो 6:45 ठ्याक्कै भयो यहाँबाट हिँड्यो भने 45 मिनट जतिको बाटो छ यो बाटो यहाँ चाहिँ साङ्ता भन्ने ठाउँमा छ यहाँनिर होटेल स्वागत भन्ने छ अब हामी यतै बसौँ भन्ने चाहिँ फाइनली डिसिजन भयो यहाँ हेरौँ 6:45 पनि भयो ढिलो भयो भोलि त्यसै पुग्छौँ अब रुम छ कि छैन एकपटक बुझ्छौँ रुम भएपछि बस्ने हिसाबमा गोटो खतरा रहेछ ल ठिक छ रुम छ अरे ल रुम छ भने त होटेल स्वागत A few moments later. चेस गर्ने तरिका यो पो रहेछ त यसमा त चिसो त किन यो चिसो थियो त्यसले बाजे यता हुनुहुन्छ